हजुर, दुई हातको दशौँलाई जोडी दशैं नमस्ते भन्न चाहे। जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ, खुसी होइन सुखी र स्वस्थ होइन व्यस्त पनि रहनुहोला। र स्वदेश विदेश जुनसुकै ठाउँमा हुनुहुन्छ, जहाँबाट मलाई हेरिरहनु भएको छ, जहाँबाट फलो गर्नुभएको छ, मेरो युट्युब च्यानलको माध्यमबाट तपाईँहरू जोडिनुभएका मेरा सम्पूर्ण परिवारहरू सदस्यहरूलाई दुई हातको दशौँलाई जोडी फेरि पनि एकमुष्ट नमस्ते भन्न चाहे। र खुसी होइन सुखी र स्वस्थ होइन व्यस्त पनि रहनुहोला भन्न चाहे। आज मध्य पूर्वको युद्धले गर्दा इरान, इजरायल र अमेरिकाको युद्धले गर्दा अथवा विषम परिस्थितिले जुन परिस्थिति निर्माण भएको छ, यो परिस्थितिले गर्दा दक्षिण एसियाली भूभागमाथि पर्न गएको यस असरमाथि म केही चर्चा गर्न चाहे, केही कुरा गर्न चाहे। हामी युरोपेली मोडेलमा जाँदाखेरि पाएको आजको दुःख हो। हामीसँग किनकि घर गाउँमा हामीसँग प्रशस्त छ, हामीलाई आगो बाल्नको लागि, खाना बनाउनको लागि प्रशस्त चिजहरू दाउराहरू पाउँछ। फेरि पनि हामीलाई अलिकति सजिलो चाहियो, छिटो चाहियो, हामीलाई ग्यास चाहियो होइन। यिनी कुराहरू हामीले के भने अलिकति सुगम खोज्दै जाँदाखेरि हामीले हाम्रो वस्तुस्थितिलाई बुझ्नुभन्दा पनि हामीले अलिकति सुगम जाने परिस्थितिले गर्दा अथवा अलिकति सुख खोज्दाखेरि आइपरेको निम्तिएको एउटा परिस्थिति हो। अब फेरि पनि हामीले चाहिँ के बुझ्न जरुरी छ भनेपछि यस्ता परिस्थितिहरू निर्माण भइरहन सक्छन्। हामी 5-6 वर्ष पहिलेको हामीले त्यो कोरोनाको सङ्कटलाई भोगेर आएका हौँ होइन। अहिले हामीले ग्यासको सङ्कट भोगिरहेका छौँ। यसले हामीलाई हाम्रो जीवनलाई चलायमान बनाउन अथवा हामीलाई जीवनलाई सुरक्षित रूपले हामीले लैजानको लागि हामीलाई खाना बस्न भोक सबै कुराहरूको न्यूनीकरण गर्नको लागि हामीलाई हरेक समय हरेक पल हामीलाई केही न केही पाठ हामीलाई समयले सिकाइ नै रहेको छ, तर हामीले कार्यान्वयन गरिरहेका छैनौँ। यसकारणले हामी दुःखी छौँ। अनि मध्य पूर्वको यस उत्पन्न भएको यस परिस्थितिले गर्दा खाडी मुलुकहरूमा रहनुहुने हाम्रा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सुरक्षित रहनुहोला, जहाँ हुनुहुन्छ त्यहाँ स्वस्थ रहनुहोला, व्यस्त पनि रहनुहोला, सुखी र खुसी रहने कोसिस गर्नुहोला। पक्कै पनि तपाईँहरूलाई परेको पीडाले गर्दाखेरि समग्र देशलाई नै पीडा पर्नेछ। तपाईँहरूले पठाउनु भएको रेमिटेन्सले हाम्रो जस्तो देश चलायमान भएको छ, हाम्रो देशको अर्थतन्त्र चलायमान भएको छ र हाम्रा नेपालमा बस्ने दिदीबहिनी तथा दाजुभाइहरूको रोजीरोटी पालिएको छ भन्नुपर्छ। घर परिवारका हजारौँ खुसीहरूलाई लिएर तपाईँ खाडी मुलुकमा बस्नुभएको छ र आजको परिस्थिति निर्माण हुँदाखेरि तपाईँ हामी सम्पूर्णलाई दुखित बनाएको छ। र साथसाथमा हाम्रो देशमा भर्खरै चुनाव भयो होइन। चुनाव हुँदाखेरि एउटा बहुमतको सरकार बन्ने भयो, राष्ट्रपतिले ल्याएको छ। यसले हाम्रो देशमाथि हामीले हाम्रो देशलाई स्विजरल्यान्ड बनाउनु पर्ने छैन। हाम्रो देश स्विजरल्यान्ड भन्दा पनि राम्रो छ। तर हाम्रा केही सामान्य र सानातिना समस्याहरू छन्, ती समस्याहरूलाई पुरा गरिदिए अथवा ती समस्याहरूमाथि ध्यान दिइदिए हाम्रो सरकार पनि सफल हुनेछ, देश पनि सफल हुनेछ र आजको यो परिस्थितिबाट हामी फड्को मार्नेछौँ होइन। केही 3-4 वर्ष अगाडिको कुरा, एउटा 2073 सालमा कुलमान घिसिङ ऊर्जा समितिको अध्यक्ष हुँदा उहाँले गरेका केही सकारात्मक कामहरूले गर्दा हामी 58% बिजुलीबाट हामी एकैचोटि 96-97% पब्लिकले बिजुली बाल्ने अथवा बिजुलीको पहुँच भएको घरधुरीमा पुर्याउन सफल हुनुभयो उहाँले। एउटा सामान्य एउटा व्यक्तिले गर्दा यस्तो हुँदो रहेछ। हामी आज ग्यासको सङ्कट भोगिरहँदा हामीसँग ऊर्जाका त्यत्रा माध्यमहरू थिए, जलविद्युतको हामीसँग त्यत्रो अथाह सम्भावनाहरू थियो। त्यो सबै सम्भावनाहरूले गर्दाखेरि हामीलाई आजको यो परिस्थिति अथवा हामी इलेक्ट्रोनिक चुलोहरू होइन त्यस्तोहरूमा हामी निर्भर हुनु पर्थ्यो आज, किनकि हाम्रो जस्तो देशमा त झन् बहुआयामिक हुन्थ्यो त्यो कुरा। हामी अहिले पनि हामी के बनिरहेका छौँ र हामी के गरिरहेका छौँ भने हामी ग्यासको पर निर्भरमा छौँ। हामीलाई इलेक्ट्रोनिक चुलोहरू युज गर्ने कुल घरधुरी मध्येका 0.7% मात्रै पब्लिकले इलेक्ट्रोनिक चुलाहरू युज गर्नुहुँदो रहेछ। हेर्नुहोस् त, हामीसँग बिजुलीको पहुँच हुँदै पनि हामीले त्यो चिजको सदुपयोग गर्न सकिरहेका छैनौँ। अथवा हामीले सायद देखेर होला 18 घण्टाको लोड सेडिङ होइन, हामीले देखेको हामीले भर्खरै देखिरहेका थियौँ 18 घण्टाको लोड सेडिङमाथि कस्तो भयावह अवस्था थियो। त्योमा खाना बनाउन सम्भव त थिएन। फेरि पनि यस्ता साना कुराहरू सानातिना कुराहरूलाई सरकारले पहिलो प्राथमिकतामा राखिदियोस् भन्न पनि चाहे। र खाडी मुलुकमा हुनुहुने मेरा दिदीबहिनी तथा दाजुभाइहरू सुरक्षित र सकुशल रहिदिनु होला पनि भन्न चाहे। आफ्नो ज्यानभन्दा ठुलो कुरा केही पनि छैन, त्यो कुरालाई धेरैभन्दा धेरै ध्यान राखिदिनु होला पनि भन्न चाहे। र म
आउने समयमा अथवा आउने भलकहरूमा म तपाईँहरूलाई यिनी कुराहरूको विषम परिस्थितिहरूको बारेमा छलफल गर्नको लागि मेरा सम्पूर्ण बहुत मित्रजनहरू हुनुहुन्छ, सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूको घरसम्म पुग्न सकिँदैन, तर उहाँहरूलाई म आफू हुन ल्याएर अथवा निम्त्याएर म 2-4 वटा कुराकानी गर्न चाहिँ पक्कै सक्छु। अहिले हवस् त नमस्ते।